हेलो साथीहरू, वेलकम टु माई च्यानल। इट्स मी अस्मिता माझी। अनि ऊ चाहिँ नुमालुङमा शेर्पा भन्नु मिलेन होइन। हामी चाहिँ बजार जाँदैछौँ आज। हामी चाहिँ 160 सबको त्यहाँ कस्तो भिड छ। यो चाहिँ अद्दो खोला पुल होला। हेरौँ, यहाँ चाहिँ 160 सप रहेछ होइन। 160 सपमा चाहिँ यस्तो भिड भन्नाले पनि बाहिरबाट गेट लगाइदिइराखेको रहेछ। मान्छेहरू सामान यति रास बोकेर जाँदैछ। हामी पनि यहाँ आएको। यता पनि सुन पनि बेच्दै रहेछ। 160 सपै। 160 सपमा चाहिँ हेर्नु न, यहाँनिर बन्द भयो। हामीलाई छिर्नै दिएन। सामान सक्यो भनेर 5 बजे। खतरा भिआइपी रहेछ साथीहरू। हामी चाहिँ कफी खान आएको छौँ। कफी आयो है, कफी दुईटा भयो कि एउटै हो? त्यो ए हो। कस्तो देखियो साथीहरू भनिदिनुहोस्। मोटेन रहेछ। कस्तो राम्रो देखियो। मन पर्यो यो? कुन मन पर्यो साथीहरू? म तपाईँलाई किनिदिन सक्दिनँ, देखाइदिन्छु होइन। रातो वाउ, लभ हेर्नुहोस् त, लभ हेर्नुहोस् चाहिँ होइन साथीहरू। यो कस्तो लाग्यो यो फुल? किन्ने हुनुहुन्छ फुल उहाँ 400 अरे ल गाइज। तर्सिनु भयो उहाँ फुलको दाम देखेर। यो चाहिँ यस्तो फुल फुल्दो रहेछ। बुधबारे बजार बितामोडको हाम्रो बुधबारे बजार घुम्दैछौँ है हामी चाहिँ। बजार लागिरहेछ। यहाँ माछा किन्न आइरहेको छु। यहाँ माछा हेर्नुहोस्। चुचु गर्दैछ। एउटा त मरेछ ल्या। अम्मा के हो यो? सुशीला के आमा म त चिन्दिनँ। ल माछाहरू यहाँ चलबलिँदैछ। यहाँ दाइकोमा माछा किन आइहाल्नु अरे? तुफान कुदेर माछाहरू छ। सुशीला सार्किनी छ। सुदने गुरुङको आमा हो। सुशीला सार्किनी हो। सार्किनी सुशीला सार्किनी ल भाइरल। अनि थपिदिनु नि एउटा। ल अब हामी साथीहरू यस्तो किन्न आइरहेछौँ। ल साथीहरू होइन, हामी चाहिँ बजारबाट यसो सपिङ हल्का गरेर हामी चाहिँ घर फर्किँदैछौँ। सपिङ चाहिँ हामीले होइन, मैले चाहिँ 200 रुपियाँको छोटो कट्टुन किनेको छु। गर्मी मलाई चाहिँ एकदम धेरै गर्मीहरू थालेको छ नि त। अनि त्यही भएर चाहिँ मैले चाहिँ छोटो कट्टुन पनि माग्दै गर्मी भइसक्यो। बितामा यस्तो गर्मी छ। त्यही भएर अब हामी घर जाँदैछौँ होइन। तर मैले चाहिँ मोमो खाएर जाउँ भनेको कसैले नटेरेन यहाँ मोमो दोकान त छुटो त हुँदैन होइन। अब छुट्टै छ नि त। म अब गएर त्यस्तै हो। अब यस्तै रहेछ जिन्दगी।